गुड मर्निङ साथीहरू, नमस्ते। हजुरहरू कस्तो हुनुहुन्छ? म पनि सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। नयाँ दिन नयाँ भिडियोको साथ आज पनि उपस्थित भइसकेको छु। अरू बेला चाहिँ कोठाभित्रबाट भिडियो बनाउँथेँ, आज चाहिँ खेतमा आएर बनाइरहेको छु। हेर्नु भ्यू कति राम्रो भइरहेछ। हजुरहरूकोतिर मौसम कस्तो छ? हाम्रोतिर चाहिँ एकदम धेरै हावा चलिरहेछ। हेर्नु न हाम्रो भ्यू चाहिँ कस्तो राम्रो भएछ। अनि म चाहिँ करेला टिपेर ल्याएर तपाईँहरूलाई देखाउँदैछु, घुमाउँदै माया गर्दै। करेला पनि काटिसकेँ। हाम्रो बारीमा फलेको आँपले कस्तो मजाले फलेको छ, हेर्दै काम लाग्दो। कागती त्यस्तै गरेर फलेको छ लटरम्मै भएर। हजुरहरूलाई पनि चाहिन्छ भने लिन आउन सक्नुहुनेछ। अनि काँक्रा र बोडीहरू पनि हेर्नु न कस्तो मजाले फलेको छ। काँक्रा चाहिँ भिडियोमा कैद नै भएन चाहिँ, तर मजाले खाना पनि पकाइसकेँ। अब नुहाएर अनि खानासाना खाएर पसल जानुपर्ने हुन्छ। आज चाहिँ मङ्गलबार, हाम्रो चोकमा पनि बजार लाग्छ। बजार कस्तो हुन्छ म देखाउँछु, हेर्दै गर्नु होला। गाउँको बजार सानो बजार लाग्छ, के पाउँछ। सकेर खानासाना पनि खाइसकेर म चाहिँ बजार दोकान जान लागेँ। दोकान जाने, दिउँसो बस्ने, बजार सजार हेर्ने, बेलुका फेरि यो घर आउने। केरेला परेको जामा लाएर म चाहिँ रेडी भइसकेको छु, हेर्नु होला। पनि आइसकेँ। अब सामानहरू मिलाउनु पर्ने हुन्छ, अनि सामान मिलाउने हो, अनि बस्ने हो। आज त शीतल छ, आनन्द छ। मङ्गलबारे बजारको भिडियो बनाउँछु, हजुरहरूलाई पनि देखाउँछु। अनि मलाई कस्तो के भयो, मलाई दोकान आएपछि त बिरामी भयो जस्तो भयो। म चाहिँ घर जानु पर्यो भनेर घर जान आँटेको, मलाई सन्चै भएन। मङ्गलबारे बजार चाहिँ अरू छुट्टी देखाउँछु। आज यस्तै भयो, सरी साथीहरू। देखेपछि त कस्तो सन्चै छ। बाहिर आएर भिडियो बनाउनु पर्यो भने त कस्तो कालो मैलो भएर हावा चलेर पानी पाउन लागिरहेको रहेछ। हेर्नु न बादल कसरी कुद्दैछ। अनि यस्तै भयो आजलाई चाहिँ। हावा हुँडरी हेर्नु न त्यहाँ फेरि कपाल उडाउँदैछ। गरेर भिडियो बनाउनु पर्यो अनि आजलाई इन्ड गर्नु पर्यो भनेको। लास्टमा त हावा हुँदाखेरि पानी आएर म कहीँ जान पनि पाइनँ। आजलाई यति नै, बाई बाई गाइजहरू।